हेलो गाइज, आजको भिडियोमा चाहिँ सबैलाई स्वागत छ। आज चाहिँ हामीले घरमा बङ्गुरको मासु लिएर आएको थियौँ। त्यही बनाउन लागेको छु मैले। मम्मीले चाहिँ बनाउनु हुन्थेन, अनि त्यही भएर ठ्याक्कै मैले बनाउन लागेको थिएँ। अनि आइस भाइ आएको थियो। त्यसपछि ठ्याक्कै अनि मसला अनि राखेँ। अनि एकछिन भाइसँग कुरा गर्दै यताउता अनि मसला कुटेँ। मसला कुटिसकेपछि तेल हालेँ। तेल हालिसकेँ। त्यसपछि अलि तातिसकेको थियो। त्यसपछि ठ्याक्क लसुन काटेको, प्याज काटेको, मिक्स गरेको पत्ताहरू मिक्स राखेँ। राखिसकेपछि ठ्याक्क अनि मासुको पाली आयो। मासु ठ्याप्प हालेँ। त्यसपछि यताउता भुटेँ, अलिअलि रातो गराएँ। यो रेसिपी चाहिँ मैले मम्मीबाट सिकेको है। मम्मीले चाहिँ बनाउनु हुन्थ्यो, त्यही हेरी त्यसपछि मसला एड गरेँ होइन। कुटेको मसलाहरू एड गरेर त्यसपछि चलाएँ एकछिन, त्यता पाक्न दिएँ। त्यसपछि टमाटर एड गरेँ। अनि मम्मीले पनि सिकाइराख्नु भएको थियो पछाडिबाट, यस्तो यस्तो गर, यस्तो यस्तो गर भनेर त्यसपछि सिकाइराख्नु भएको थियो। त्यसपछि अनि हाम्रो फेरि यहाँ फेरि आइस भाइसँग कुरा भइरहेको थियो। ठ्याक्कै अनि त्यसपछि बेसार एड गरेँ। बेसार एड गरिसकेपछि अनि ठ्याक्कै अनि एकछिन चलाएँ। अब बेसार अलि मलिनु पऱ्यो त, मासुसँग मिक्स हुनु पऱ्यो त। त्यसपछि ठ्याक्क अनि चलाइसकेपछि ठ्याक्क अनि त्यसपछि अब त्यसको ढाक्ने पालो। त्यसपछि अनि चलाइसकेपछि ढाकिदिएँ। यो चाहिँ ठ्याक्कै अनि कसरी भाइ मैले कसरी पकाउँदा कसरी देखिन्छ भनेर ठ्याक्कै बनाउनु पर्छ। यसमा हाम्रो धनियाँको पालो। धनियाँ ठ्याक्कै एड गरेँ होइन। त्यसपछि ठ्याक्क एकछिन चलाएँ, धनियाँ मिक्स होस्। ल थ्याङ्क यू गाइज, यति नै हो मेरो मिनी ब्लग। यस्तै भिडियो हेर्नको लागि फलो लाइक गर्नुहोला र यस्तै भिडियो ल्याउनेछु म पछि। ल गाइज, बाई बाई।